तनहुँ जिल्लामा रहेको प्रसिद्ध सिद्ध गुफा भ्रमर यो 430 मिटर लामो रहेको छ। विभिन्न देवी देवताको प्रतिमूर्ति मानेर पूजा गरिन्छ यहाँ। यो गुफाभित्र एकजना बाबाजी पनि बस्नुहुन्छ। यो 420-30 मिटर लामो रहेको छ। हामी बाहिरको दृश्य देखाउन गइरहेका छौँ। गुफाभित्र जाने बाटो हो। यहाँबाट हामी विभिन्न सिनहरू देख्न सकिन्छ। यो गणेश हिमालको रेन्ज पर्छ। मनासुली हिमालको रेन्ज पर्छ बिचको। तल देखिरहेको विमल नगर अन्नपूर्ण रेन्ज।